Hi everyone, it's me सुमिरन दुलाल र आज चाहिँ मैले रिसाइट गर्न गइरहेको पोएम चाहिँ यसको चाहिँ कुनै टपिक छैन तर यसको पछाडि चाहिँ एउटा स्टोरी छ त्यही भएर त्यो स्टोरी भन्न गइरहेको छु ल म सुरुमा सो म चाहिँ क्लास 3 मा हुँदाखेरिदेखि एङ्करिङ गर्न थालेको हैन रेडियोमा बोल्नु ओर्नु एङ्करिङ गर्थेँ सो माइकसँगै हुर्केको हो क्या म अनि स्मारिका र मैले चाहिँ सँगसँगै स्टार्ट गरेको थियौँ होस्टिङ गर्न अनि प्रिभियस इयर चाहिँ के भयो भन्दाखेरि म 10 मा थिएँ अनि त्यसरी पढाइको स्ट्रेसले गर्दाखेरि मैले त्यस्तो धेरै एङ्करिङहरू केही नै गरिनँ अनि लाइक ग्याप भयो क्या अनि बिचमा चाहिँ एकजना त्यो ज्योतिषहरू हुँदैन ज्योतिष हेर्ने चिना हेर्ने मान्छेहरू उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि आफ्नै मान्छे हुनुहुन्थ्यो अनि लाइक मेरो चिना हेर्दाखेरि चाहिँ तिम्रो चाहिँ अब यो कुरामा सक्सेस छैन तिम्रो चाहिँ त्यो कुरामा गएर तिमी अड्किन्छौ हुँदैन तिमी बोल्दा बोल्दै सबै बिर्सिन्छौ नर्भस हुन थाल्छौ भनेर भनिदिनु भएको थियो हैन अनि त्यो कुराले चाहिँ मेरो दिमागमा यस्तो असर पर्यो भन्दाखेरि मैले छोडिसकेको थिएँ क्या म अब बोल्दिनँ म आउँदिनँ भनेर म भोइस ओभर चाहिँ गरिरहेको थिएँ तर म अगाडि आएर यसरी बोल्न छोडिसकेको थिएँ 1 वर्ष भएको थियो होला अनि त्यस पछाडि रोहन दाको चाहिँ पोइट्री क्लब रोहन दाको पोइट्री क्लब खुलेपछि मैले फर्स्ट टाइम फेरि 1 वर्षपछि त्यहाँ गएर बोलेँ अनि अलिकति कन्फिडेन्स आयो अनि कलेज गएपछि कलेज गएको मैले चाहिँ कलेजमा चाहिँ अब म बोल्छु भनेर मैले सोचेको थिइनँ म चुप लाएर बसिरहेको थिएँ हैन कसरी थाहा पाउनुभयो मलाई थाहा छैन म कलेज गएको भोलिपल्ट चाहिँ मलाई सबैको अगाडि गएर एङ्करिङ गर्न लाउनु भयो क्या अनि त्यहाँ एङ्करिङ गरेपछि चाहिँ कन्फिडेन्स आयो यो चाहिँ हो सुमिरन म हराइसकेको थिएँ जस्तो भयो क्या मलाई अनि त्यहाँ त्यो कन्फिडेन्स आयो नि त्यही भावनाहरूसँग चाहिँ जोडेर हैन मैले चाहिँ यो पोइट्री लेखेको थिएँ र यो पोइट्री म रिसाइट गर्न गइरहेको छु यो पोइट्रीको चाहिँ कुनै पनि टपिक छैन तिमीले हेर्ने म र मैले देख्ने ममा धेरै फरक छ नि तिमीले हेर्ने म र मैले देख्ने ममा धेरै फरक छ नि म आफूलाई प्रेमको भावले हेर्छु भने तिमी मलाई खोटको भावले देख्छौ म आफूलाई प्रेमको भावले हेर्छु भने तिमी मलाई खोटको भावले देख्छौ तिमीले महसुस गर्ने म र असल ममा निकै अन्तर छ नि तिमीले महसुस गर्ने म र असल ममा निकै अन्तर छ नि म कसैको मन बुझाउन आफूमा बदलाव ल्याउन चाहदिनँ म कसैको मन बुझाउन आफूमा बदलाव ल्याउन चाहदिनँ भने तिमी मेरो बदलिने अपेक्षाको कल्पना गर्छौ तिमी मेरो बदलिने अपेक्षाको कल्पना गर्छौ बिन्ती तिमीलाई कि मलाई म जस्तो छु त्यस्तै भएर बाँच्न देऊ न बिन्ती तिमीलाई कि मलाई म जस्तो छु त्यस्तै भएर बाँच्न देऊ न म चञ्चले छु जिद्दी छु डराउँछु या जस्तो पनि छु त्यसैले त म छु बिन्ती तिमीलाई कि मलाई मेरो खोटहरूसँगै अघि बढ्न देऊ न बिन्ती तिमीलाई कि मलाई मेरो खोटहरूसँगै अघि बढ्न देऊ न ममा केही खोटहरू छन् त्यसैले त म आफूभित्रको केही राम्रो पक्ष पनि त देख्न सक्छु मलाई केहीको पनि प्रकाश नदेऊ न मलाई केहीको पनि प्रकाश नदेऊ न म अन्धकारमा बस्न पाइनँ भने आफूभित्रको प्रकाशलाई महसुस गर्न कहाँ पाएँ त मलाई आफू जस्तै बनाउने प्रयास नगर न मलाई आफू जस्तै बनाउने प्रयास नगर न म तिमी जस्तै भयो भने त म कहाँ रहे त म तिमी जस्तै भयो भने त म कहाँ रहे त धन्यवाद